नमस्कार, म छवि बैरागी घिमिरे। आज फेरि हामी तपाईँहरूमाझ आइपुगेका छौँ। इस्ट खबर च्यानलको के हुँदैछ आज भन्ने शीर्षकमा संवादका साथ हामी तपाईँहरूमाझ फेरि पनि पुनः उपस्थित छौँ। नमस्कार। आज हामीसँग विभिन्न क्षेत्रहरूमा संलग्न हुने र एक युवा व्यवसायी उद्यमी, उहाँ हरेक सङ्घ संस्थाहरूसँग आबद्ध हुनुहुन्छ। उहाँ आज हाम्रो संवादमा हुनुहुन्छ, बहसमा छौँ हामी। के हुँदैछ व्यापार व्यवसाय होटल अर्थात् यी विषयहरूमा के हुँदैछ, यो शीर्षकमा आज हामी छौँ। उहाँ हुनुहुन्छ नेपाली रिका होटलका म्यानेजिङ डाइरेक्टर तथा पूर्व इन्द्रपुर जेसिस अध्यक्ष आकाश दुलाज्यू। उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते, थ्याङ्क यू सर। आराम हुनुहुन्छ? सबै ठिक छ हजुरलाई? एकदम ठिक छ। हामी सरासरी प्रश्नमा जाउँ। तपाईँ एक सफल युवा हामीले देखिरहेका छौँ। तपाईँले नेपाली रिका होटलको म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ, जो सुन्दरहरेचा नगरपालिका वार्ड नम्बर 9 मा अवस्थित छ। हजुर। त यो हाम्रो भर्खरै प्रगति हुँदै गरेको एउटा गाउँ विराटचोक भनेको अर्थात् सुन्दरहरेचा एउटा गाउँ नै जत्तिकै छ, अविकसित विकास उन्मुख ठाउँ। यसमा यति ठुलो होटल खोल्नुपर्ने के हो? थ्याङ्क यू। फर्स्ट आई थिङ्क हामीले चाहिँ के सोचिरहेको छौँ र किन लगानी गरिरहेको छौँ भन्ने कुरामा चाहिँ हजुर, हामीले र म र मेरो बुवाले चाहिँ हामीले एउटा के चाहिन्छ, जे गर्नुपर्छ हाम्रो आफ्नै सुन्दरहरेचामा गर्नुपर्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त थियौँ। हजुर। बुवालाई हामीले 10 क्लास पास गरेर एसएलसी पास गरेर फर्किँदाखेरि पनि बुवाले चाहिँ हामीलाई फिर्ता ल्याएर काठमाडौँ पढिरहेको मान्छेलाई चाहिँ फिर्ता ल्याएर तपाईँलाई चाहिँ यहीँ बढ्नुपर्छ, यहीँ गर्नुपर्छ भनेर चाहिँ हामी त्यहाँबाट पनि फिर्ता आयौँ त्यति बेला, होइन? त्यहाँदेखि यहीँ लगानी गऱ्यौँ। हाम्रो फ्याक्ट्री पनि यहीँ, स्कुल यहीँ, होटेल यहीँ, सबै हामी जे गर्ने चाहिँ यही ठाउँमा गर्नुपर्छ। बुवाको चाहिँ एउटा एक्सपिरेसन्स भनौँ तपाईँलाई चाहिँ उहाँलाई चाहिँ जे गर्नुपर्छ, मैले जे गर्छु, जति कमाउँछु, जति लगानी गर्छु, जति मैले चाहिँ तपाईँलाई चाहिँ डोनेसन्स गर्छु, जति गर्छु, सबै कुरा यही ठाउँमा गर्नुपर्छ भन्ने उहाँको एक्सपिरेसन्स हो। सो हामीले त्यो मार्गदर्शनलाई चाहिँ हामीले सपोर्ट गरेर एउटा एस्पेक्ट त्यो भयो, हामीले यहीँ गर्नुपर्छ। किनभने एउटा ग्रोथको फ्याक्टरमा इफ यु सी पपुलेसन वाइज, हामी पपुलेसन वाइजको हिसाबले कुरा गर्ने हो भने सुन्दरहरेचा नगरपालिकाको पपुलेसन त इटरी उपमहानगरपालिकाभन्दा ठुलो छ। तपाईँलाई चाहिँ लगभग बराबरीमा आउने माथि ठुलो छ, होइन? भूगोलको हिसाबले ग्रोथ वाइज इफ यु सी झन्डै वार्षिक 4000 परिवारभन्दा माथि चाहिँ माइग्रेसन रेट छ सुन्दरहरेचा नगरपालिकाको, र बन्द हुँदैन, चन्दा चिट्ठा हुँदैन। त्यो एउटा यति पोजिटिभ एस्पिरेसन्स र पोजिटिभ हाइप छ यहाँ तपाईँलाई काम गर्नको लागि, काम गर्ने व्यवसाय। सँगैमा विराटनगर काम गर्न गाह्रो छ, तपाईँलाई चाहिँ अरू ठाउँमा काम गर्ने एउटा भाइब्रेसन जुन आउँछ त्यो चाहिँ हामीले यहाँ र यहीँ गर्नुपर्छ भने हामी यहीँ प्रुभ भएको कारणले गर्दा यहीँ गर्नुपर्छ भन्ने कुराले गर्दाखेरि भोलिको दिनमा विराटचोक एउटा ठुलो हब बन्दै जान्छ ट्रान्जिसनमा। अब यहाँ अहिलेको हिसाबले हेर्दाखेरि पनि विराटनगरबाट पनि नजिक, इटरीबाट पनि नजिक, पूर्वबाट आउँदाखेरि पनि नजिक, है? एउटा ट्रान्जिसनको हिसाबले यहाँबाट चाहिँ अब धरान जान, केराबारी पनि जान मिल्ने, केराबारीबाट धरान पनि जान मिल्ने, पूर्व जान मिल्ने, त्यो विराट त्यो भनेपछि ग्रेजुअली मोमेन्ट, मान्छेको मोमेन्ट बढ्दै जान्छ र त्यसले चाहिँ हामीले प्लस पोइन्ट गर्न सकिन्छ भन्ने हिसाबले तपाईँहरूको त सकारात्मक विचारले यहाँ एउटा होटल, यति राम्रो होटलको एउटा स्थापना भएको छ। तर बाह्य कुराहरू आउँछन् नि, प्रतिस्पर्धा गर्नलाई नसकेर यहाँ खोलेको त्यस्ता पनि सुनिन्छ। त्यस्तो होइन। हामीले होटल खोल्दाखेरि त टु बी अनेस्ट हजुरलाई पूर्व आज 5 इयर रनिङ भयो। हामी 5 वर्ष अगाडि त होटलको यत्रो होटलको कल्पना गर्ने मान्छे सायदै 2-3 होटल मात्रै थियो पूर्वमा, प्रदेशमा मात्रै। तर हामीले लगानी गरेपछि र अरू लगानी पनि लगभगै आउँदैछ। अहिलेको अब आउने 4-5 वर्षमा चाहिँ झन्डै 15 देखि 20 वटा 5 स्टार होटल खुल्दैछन् पूर्वमा। सो एउटा त्यो चाहिँ कस्तो हो भने कम्पिटिसनले मार्ने भन्दा पनि कम्पिटिसन भयो भने चाहिँ कस्तो हुन्छ भने तपाईँ पनि रेस्टुरेन्ट जान थाल्नुहुन्छ, तपाईँ पनि होटल जान थाल्नुहुन्छ, म पनि होटल जान थाल्छु। त्यो एउटा इकोनोमी डेभलपमेन्ट गरेको हुन्छ। 5 वटा होटल सँगसँगै म त अझै भन्छु यत्रै होटल 5 वटा यहीँ विराटचोकमै खोल्नुपर्छ। किनभने मान्छेलाई आइडिया हुन्छ, मान्छेलाई अब यो विराटचोकमा बसेपछि म होटल पाउँछु है भन्ने कुरा। सपोज जसरी अहिले हामी क्यालकुलेट गरेर हामी यहाँबाट ट्राभलिङ गर्दाखेरि बर्दिवासमा किन बस्छौँ त, होइन? वा चाहिँ मुङलिङमा किन बस्छौँ त, सिन्धुलीमा किन बस्छौँ त, त्यहाँ होटल छ भन्ने कुरामा हामी कन्फिडेन्ट भएर एउटा युवा, तपाईँ अहिलेको युवा त विदेश पलायन भइरहेको अवस्था छ, तर तपाईँ यहाँ एक उद्यमी भएर काम गरिरहनु भएको छ।
तपाईँ कसरी प्रेरित हुनुभयो यो विषय यो होटलतिर? होइन म पनि कस्तो हुँदो रहेछ भने आई थिङ्क लाइफ नेपालमा जति राम्रो लाइफ यो संसारमा कहीँ पनि हुँदैन रहेछ। म पनि दुबईमा मास्टर्स गरेर आएँ हजुर होइन। यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने एउटा फ्यामिली इन्भाइरोमेन्टमा हुर्किएको हुन्छ मान्छे, अनि जहाँ पनि मान्छे चिनेको, जताको पनि मान्छे चाहिँ एक्सेस भएको, अझै एउटा इफ यु सी नेटवर्क वाइजले चाहिँ एकदमै धेरै हेल्प हुन्छ। किनभने मलाई कुनै व्यवसाय गर्नु पर्यो, कुनै आइडिया लिनु पर्यो, कुनै लयर चाहियो, कुनै मान्छे चाहियो, कुनै कस्तो मान्छे भेट्नु पर्दैन, त्यो एक्सेसिबल नेपालमा छ, मलाई छ। र तपाईँलाई चाहिँ त्यही कुरा बाहिरमा चाहिँ हेर्ने हो भने म जुन अपार्टमेन्टमा बस्थेँ त्यसको अपार्टमेन्टको माथि पनि मान्छे चिनिदिन्थेँ, मुनि पनि मान्छे चिनिदिन्थेँ कि म हजुरलाई 1 वर्ष बसेँ, म झन् 1.5 वर्ष बसेँ हजुरलाई, माथि पनि चिनिदिन्थेँ, मुनि पनि चिनिदिन्थेँ। भनेपछि त्यो चाहिँ अब सिंगल लाइफ तपाईँलाई चाहिँ एउटा 2-3 जना 4 जना साथीहरूको लाइफमा जुन बिताउनु पर्यो त्यतिमै बिताएपछि त्यहाँदेखि आई थिङ्क त्यो त्यहाँ बसेर कमाउनु भन्दा बरु नेपालमै के गर्नु राम्रो। आई थिङ्क नेपालमा वे अफ लिभिङ लाइफ एकदमै राम्रो छ। तपाईँलाई चाहिँ थोरै अमाउन्टमा पनि मान्छेले चाहिँ धेरै कुरा गर्न सक्छ। एउटा कुरा के छ भने एउटा अलिकति निम्न वर्गको एउटा युवा ऊ चाहिँ उसको चाहिँ लगानी गर्ने जुन ऊ छ त्यो छैन, क्षमता छैन। तर एउटा जस्तो लगानी गर्न सक्ने युवाले त ल ठिक छ नेपालमै केही गरौँ अर्थात् त्यो चाहिँ, तर त्यो लगानी गर्न नसक्ने उसको चाहिँ स्कुलिङ अर्थात् शिक्षा चाहिँ उच्च छ, त्यस्तो मान्छेले कसो गर्दा हुन्छ? होइन ग्रेजुअली यो भनेर चिज चाहिँ कस्तो भने सपोज अलिकति टेक्निकल हर्डल्स चाहिँ नेपालमा छ। सपोज कम्पनीहरू रजिस्ट्रेसन गर्दाखेरि वा चाहिँ सानसानो घुमाइदिने कुराहरूमा होइन, डिजिटल नभएको कुराहरूमा चाहिँ त्यो चाहिँ एउटा झन्झट हो। तर अबको दिनमा आई थिङ्क फाइनेन्सले कुनै कुराले म्याटर गर्छ जस्तो लाग्दैन मलाई। किनभने स्टार्टअप गर्दाखेरि आज आफ्नो पैसा छैन भने अरू आफ्नो छिमेकीसँग माग्ने वा चाहिँ आफ्नो साथीभाइसँग माग्ने, भएन भने पनि त्यहाँ वरिपरि व्यापारीसँग माग्न सक्ने एक्सेस। ब्याङ्किङ लोन गरेर पनि ब्याङ्किङ लोन त ल सम्पत्ति नभएको मान्छे कसरी ब्याङ्किङ लोन लिएर। तर आजको दिनमा आई थिङ्क सपोज कोही मान्छे चाहिँ म कहाँ आयो र मलाई चाहिँ यो बिजनेस आइडिया छ भनेर पिच गर्यो भने तपाईँलाई चाहिँ म इन्ट्रेस्टेड भयो भने त आइम स्योर म लगानी गर्छु नि हजुरलाई। पहिले त्यो एक्सेस थिएन, तर अब अहिले एक्सेस छ। किन म तपाईँलाई एक्सेस छ भन्दाखेरि अहिले विभिन्न सङ्घ संस्थाहरू छन्, विभिन्न एक्सेसहरू छ। सपोज अहिले थुप्रो उद्योग वाणिज्य सङ्घले, एफएनसिआईले, सिएनआईले, हामी एनवाइएफले सबैले चाहिँ एउटा स्टार्टअप फन्ड भन्ने, स्टार्टअप कन्टेक्स्ट भन्ने हामी गरेर आउँछौँ। 1 लाख 1.5 लाख 2 लाख रुपियाँ पुरस्कार रुपियाँको गरेर आउँछौँ। सो त्यहाँ मान्छेको यङ 12 पास गर्ने, +2 सकाएको वा चाहिँ मास्टर्स फर्स्ट इयर सेकेन्ड इयर गर्दै गरेको चाहिँ धेरै व्यवसाय त्यो व्यवसाय बन्न चाहने इच्छुक विद्यार्थीहरू आउनुहुन्छ क्या। अनि हामी उहाँहरूलाई चाहिँ जो विनर हुन्छ उहाँलाई 1 लाख रुपियाँ पुरस्कार दिन्छौँ। तर त्यो के शर्तमा भने बिजनेस सुरु गर्नु पर्यो। अनि उहाँहरू भनेपछि यस्तो धेरै प्लेटफर्महरू छ। आई डोन्ट थिङ्क अबको दिनमा चाहिँ कुनै पनि फाइनेन्सियल्सले कुनै एउटा व्यक्तिको तपाईँलाई क्षमतालाई रोक्छ भन्ने कुरामा चाहिँ म अब पूर्व तपाईँ जेसिस अध्यक्ष इन्द्रपुर र जेसिसको त्यो जस्तो तपाईँको कार्यकाल रहिरहँदाखेरि तपाईँ त्यसबाट होटलसँग सम्बन्धित अर्थात् केही कति प्रेरित हो, के अनुभव प्राप्त गर्नुभयो? लिडरसिप र पर्सनालिटी डेभलपमेन्ट। हजुर हजुर। आफूले आफूलाई कसरी प्रेजेन्ट गर्ने अर्काको अगाडि, आफूले कति बोल्ने, कसरी सम्बोधन गर्ने र एउटा टिम भएर कसरी हिँडाउन चाहिँ आई थिङ्क जेसिसमा सिकिन्छ। किनभने अध्यक्षमुखी संस्था भएको कारणले गर्दाखेरि तपाईँलाई चाहिँ टिम त एउटा कार्यक्रममा चाहिँ आफूले एउटाले मात्रै गरेर त सम्भव हुँदैन नि हजुरलाई। सबै मान्छेको पार्टिसिपेसन चाहियो, प्रिपरेसन चाहियो, मान्छे बोलाएको मान्छे आउनु पर्यो, भएको टिम तपाईँलाई चाहिँ प्रेजेन्ट हुनु पर्यो, पूर्व अध्यक्षहरू आउनु पर्यो। सो एउटा प्रोग्राम ग्रान्ड हुन चाहिँ धेरै एस्पेक्ट्सहरू हुन्छ। त्यस्तै यहाँ होटलमा त्यसबाट सिकेको कुरा मैले होटलमा के लागू गरेँ भन्दाखेरि चाहिँ आई थिङ्क लिडरसिप स्किल्स छ। सपोज मैले मेरो इम्प्लोइलाई कसरी इन्फ्लुएन्स गर्न सक्छु, मैले इम्प्लोइलाई मोटिभेट कसरी गर्न सक्छु, मैले उहाँहरूले के चाहिएको छ भन्ने कुरा दिन सक्छु, टिम बनाएर कसरी अगाडि लान सक्छु। सो त्यो कुराहरू चाहिँ आई थिङ्क एकदमै धेरै अर्काको राय लिनुपर्छ, अर्काको कुरा लिनुपर्छ। सपोज जेसिसमा पनि के हुन्छ भने अल्पमतलाई पनि त सम्मान गर्नुपर्छ भन्ने कुरा हुन्छ। सपोज हामी बोर्ड मिटिङमा बस्दाखेरि पनि सबै कुरा सुन्नुपर्छ। मिटिङमा हामी डेली तपाईँलाई चाहिँ मिटिङ राख्छौँ यहाँ। त्यो कुराहरू चाहिँ हामी जेसिसबाट सिक्नुपर्ने एकदमै लाइफ लर्निङ भनौँ न। जेसिस यहाँ होटल मात्रै होइन कि मलाई जहाँसुकै जाँदाखेरि पनि यो सिकिन्छ। नेपाली रिका होटलको नाम यो त सांस्कृतिक नाम पनि हो। हजुर। किनभने यसमा नेपाली जोडिने बित्तिकै त्यति पनि एउटा सांस्कृतिक नाम यही राख्नुपर्छ भन्ने कसरी? यो चाहिँ कस्तो हो भने आई थिङ्क त्यति बेला चाहिँ भर्खर होटल सुरु गर्दाखेरि चाहिँ के नाम राख्ने भनेर चाहिँ हामीले प्रस्ताव सबैतिर यसो कन्सल्ट गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ नेपाली भनेको नेपाली हो, रिका भनेको चाहिँ तपस्या गरेर प्राप्त भएको चिज हो। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो बुवाहरूले 0 लेभलबाट आज कसैको चाहिँ
तपाईँलाई घरमा भाडा मोलेर कसैको घरमा चाहिँ एउटा 300 रुपियाँको तलब मासिक तलब खाएर आज यहाँसम्म आइपुग्नु भनेको चाहिँ एउटा अचिभेबल रिमार्केबल स्टोरी हो, वा चाहिँ रिमार्केबल लाइफ उहाँले सङ्घर्ष बनाउनु भएको त्यो देखाउने बापत त्यसको गिफ्ट स्वरूप हामीले होटल पाएका हौँ। किनभने म तपाईँलाई किनभने सपोज फ्याक्ट्रीमा वा चाहिँ इन्डस्ट्रीमा चाहिँ मान्छेको जति फ्लो हुन्छ वा चाहिँ वर्षमा 100 जना मान्छे आउला, तर होटलमा त दैनिक 100 जना आउँछन्। भनेको मान्छेलाई देखाउने हिसाबले यो हाम्रो गिफ्ट हो, यो हाम्रो अचिभमेन्ट हो, यो हाम्रो सक्सेस हो भनेर हिसाबले चाहिँ त्यो नेपाली रिका होटल एउटा सङ्घर्षको सक्सेसको तपाईँलाई चाहिँ यो पार्ट हो, सङ्घर्ष पछाडिको सफलता कति राम्रो। यसबाट जस्तै तपाईँहरूले जुन एउटा सङ्घर्षको सफलता जुन एउटा यहाँ दिनुभएको छ, ग्राहकहरूले जो आउनुहुन्छ उहाँहरूले त्यही अनुसारको सफलता अर्थात् सन्तुष्टि छ उहाँहरू भइरहेछ अहिलेसम्म चाहिँ वेयर डुइङ गुड हजुरलाई राम्रो भइरहेछ हजुर। सो सोचे भन्दा हामीले विराट चोकमा धेरै मान्छेले आकर्षण गर्थे, विराट चोक हजुर होटल चल्ला नचल्ला, हामी आफै पनि रिस्कमा थियौँ। धेरै महँगो छ नेपाली रिका भन्छन् नि यस्तो छ हजुरलाई कस्ट अफ क्यापिटल पनि बेसी छ नि त, हजुरलाई 100 करोड रुपियाँ लगानी पनि छ, कुनै एउटा रेस्टुरेन्ट जस्तो सेवा पनि छ हजुरलाई चाहिँ आउँदाखेरि लाइट छ, एसी छ, पार्किङ छ, सेक्युरिटी छ, हजुरलाई चाहिँ त्यो सर्भिस छ, त्यो तपाईँलाई चाहिँ सेफहरू राखेर हामीले दिने गरेको छौँ भने त्यो कस्ट जुन चाहिँ चामल बनाएर 100 रुपियाँमा ल्याएको चामल 500 रुपियाँमा दियो भन्ने कुरा मात्रै होइन कि त्यसमा भेरियस कस्टहरू छ। सो तपाईँलाई चाहिँ कम्पेरिटिभली इफ यु सी म चाहिँ पनि हजुर यतिकै लेभलको होटलहरू इफ यु सी इटरीमा जानुभयो भने, विराटनगर जानुभयो भने, काँक्राबिट्टामा जानुभयो भने, वा चाहिँ बिटामोड साइड जानुभयो भने योभन्दा 25 to 35% बेसी रेट पाउनुहुन्छ तपाईँले यतिकै होटल। सो हामीले चाहिँ भ्याल्यु दिन खोजिरहेको छौँ। एउटा सर्वसाधारणले नेपाली रिका आएर बस्न पाउने कि नपाउने? पाउँछ, किन नपाउने, एनी पाउँछ। पैसा छैन, पैसा छ भनेको कम छ, के लिन पाउँछ भन्ने रुम्सको हाम्रो एउटा एभरेज अराउन्ड यति रेट भनेर हुन्छ। रेस्टुरेन्ट गयो भयो के स्विमिङ पुल छ, जिम छ, सो आएर चाहिँ 500 रुपियाँ मात्रै खर्च गर्छु भन्दा नि पायो, स्विमिङ पुल खेलेर जान पायो। अनि विभिन्न यसका हजुरलाई विभिन्न तपाईँलाई चाहिँ फरक त्यो भयो गर्दाखेरि चाहिँ अप्सन्स छ। कति राम्रो, धेरै राम्रो। तपाईँले अहिले जति यो कार्यहरू गरिरहनु भएको छ, एउटा जुन युवामा हुनुपर्ने जुन एउटा जोस र अरू तपाईँलाई देखेर अरू युवाहरू एउटा इन्सपायर हुन् भन्ने पनि तपाईँलाई हेर्दा हुन्छन् पनि। कठिन चाहिँ के छ यसभित्र, चुनौतीहरू छ? कठिन चाहिँ सपोज युवा हुनुमा कठिन भन्दा पनि आई थिङ्क युवा हुनु धेरै एडभान्टेज पनि छ हजुरलाई, युवा भएर वाचिङ म जस्तो हुँदाखेरि चाहिँ। सो कठिन होइन, तपाईँ त यतिखेर त डुली हिँड्नुपर्ने हो नि त होइन, जति व्यवहारिक भयो, जति सानै उमेरमा व्यवहारिक भयो त्यति राम्रो रहेछ। त्यो समाजमा त त्यस्तो छ नि हजुर। होइन मलाई पनि त्यही राम्रो लाग्छ। यहाँ अहिले आबद्ध भइरहेर मलाई भन्नुहुन्छ मेरो बुवा चाहिँ 19 वर्षमा बिहे गरेर 21 वर्षमा म हुर्काउँदाखेरि 27 वर्षमा त फ्याक्ट्री खोलिसक्नु भएको थियो इफिसी हजुरलाई। होइन त्यो कम्पेरिटिभ म 2-4वटा सपोज कस्तो लाग्छ भने मलाई मेरो बुवा र चाहिँ मेरो सुरेश दादा भन्ने उसिन्छ काठमाडौँमा चाहिँ हाम्रो कम्पनी छ अर्को, त्यो कम्पनीको चाहिँ उहाँ म्यानेजिङ डाइरेक्टर हुन्छ। उहाँ चाहिँ कस्तो भने बुवाहरू फलफुल किन्न जाँदाखेरि चाहिँ गोरे केटा चिटिक्क परेको केटा ओहो यस्तो जहिले आउने ओहो भोलादाई भन्ने मैले अनि तपाईँलाई चाहिँ ल बाबु अनि कहाँ काम गर्छु भन्दाखेरि यो आफ्नै हो कि अर्काको पसल हो भन्दाखेरि अर्काको, ल यार त्यो छोडेर यहाँ हाम्रो कहाँ आयो आउनुपर्छ हाम्रो काम गर्नुपर्छ भनेको मान्छे, कालीमाटीमा फलफुल बेच्दै गरेको मान्छे आज हजुरलाई चाहिँ झन्डै 500 करोडको टर्नओभर कम्पनी छ उहाँको, हजुरलाई महिनाको 15 लाख रुपियाँ भन्दा बेसी तलब खानुहुन्छ होइन, प्राडो गाडी कम्पनीले चढाइदिएको छ। अनि आई थिङ्क मेरो बुवाभन्दा अझै 4-5 वर्ष कान्छो पनि हुन्छ होइन। त्यो दादालाई देख्दाखेरि बुवालाई देख्दाखेरि चाहिँ मैले चाहिँ केही गरेको छैन जस्तो मलाई आई लिटरली फिल कि मैले चाहिँ त्यो लेभल अफ अचिभमेन्ट जुन उहाँहरूले प्राप्त गर्नुभएको छ त्यो मलाई चाहिँ बाहिर खोज्नै पर्दैन कि मेरो इन्सपिरेसन के हो, मैले के गर्दैछु के गर्नुपर्छ भन्ने चाहिँ त्यो मैले बाहिर खोज्नै पर्दैन। सो दे आर द रोल मोडल फर मी, म कम्पेरिटिभ टु देम मलाई चाहिँ आई फिल भेरी प्रेसराइज बेला बेला चाहिँ मैले उहाँहरू जस्तो गर्न सक्दिनँ कि भन्ने कुरामा चाहिँ म आई रियली फिल द्याट। हामी निरन्तर के हुँदैछ आज खबरमा छौँ। हामीसँग युवा उद्यमी आकाश दुलालजी हुनुहुन्छ। नेपालमा जस्तै यी व्यवसायहरू यति ठुला व्यवसायहरू गर्दाखेरि करको विषय छ, नीति नियमका कुराहरू छन्। नेपाल सरकारले ती सहुलियतहरू अर्थात् सरकारबाट हुनुपर्ने कुराहरू जो सरकारी कुराहरू छन्, नियमहरू छन्, कस्तो छ?
के हुनु सुधार हुनुपर्ने छ कि नभइरहेको छ? धेरै सुधार हुनुपर्ने छ यसमा त, नो डाउट हजुर। मैले अघि पनि भने यो सरकारी पाटामा चाहिँ होटल्सहरू बेसी छ नेपालमा। हजुर। म तपाईँलाई रियल इक्जाम्पल भनिदिन्छु। अस्ति आन्दोलन पछि जुन हाम्रो होटलमा पुलिस भयो त्यसरी चाहिँ हामीले सरकारले 50% तपाईँलाई चाहिँ भन्सार छुट, जिन्जीको आन्दोलनमा परेका होटल बाची उद्योगहरूलाई चाहिँ 50% छुट भनेर चाहिँ घोषणा गरेको थियो। हजुर। अनि हाम्रो सामान पनि आन्दोलनमा पर्यो यो नेपालीका होटल पनि। हजुर, हामी पनि आन्दोलनमा पर्यो हजुरलाई। अनि त्यसरी चाहिँ छुट भयो। अनि हाम्रो सामान आइपुग्यो भन्सारमा। यहाँ त होटल सेटअप गर्नुपर्ने त इमिडिएटली हामी मङ्सिर 1 गते चालु गर्ने भनेर हामी तयारी गरिसकेका थियौँ। अनि सामान आइपुग्यो। अब आइपुगेपछि हामी प्रकारले धायौँ, त्यहाँबाट चाहिँ भन्सार धायौँ, कहीँ पनि तपाईँलाई चाहिँ छैन कि पनि। सरकारले निर्णय गर्यो तर परिपत्र आएको छैन भन्ने, सरकारले निर्णय गर्यो हामीले गर्न मिल्दैन भन्ने। अनि तपाईँ अति नै भयो भने चाहिँ हामी रामेश्वर खनालज्यू अर्थमन्त्रीज्यू हुनुहुन्थ्यो, उहाँलाई हामीले इमेल गऱ्यौँ कि यस्तो यस्तो भयो, यस्तो हामीले पाएनौँ, हामीले त्यत्रो तपाईँलाई चाहिँ गर्ने भनेर तपाईँले घोषणा गर्नुभएको पाएनौँ भनेर चाहिँ उहाँले फेरि फलाना मान्छेलाई भेट्नु, उहाँ मेरो मन्त्रालयमा आएर यो मान्छेलाई भेट्नु, उहाँलाई जिम्मा दिएको छ भनेर भन्नु, फेरि पनि भएन भनेपछि अनि अब त्यहाँ त कस्तो पनि 14 दिनभन्दा बेसी राख्दाखेरि डिटेन्सन लाग्छ, चार्ज लागिहाल्छ। त्योभन्दा राम्रो बरु लु अहिले भन्सार संसार सबैतिर ल्याउँ, बरु जे होगा देखा जाएगा भनेपछि एउटा चोट लागिरहेको बेला पनि त सरकारले केही पनि गर्न सक्दैन रहेछ। सिम्पल कुरामा हजुरलाई भन्यो भने त्यो केही मलाई राहत त कति पनि हुन्थ्यो होला, 4-5 लाख रुपियाँ हुन्थ्यो होला राहत हजुरलाई है, तर त्यति पनि पाइएन। मैले भन्न खोजेको चाहिँ कस्तो भने अलिकति भयो भने सहयोग हुन्थ्यो। एउटा युवाले स्थापना गरेको व्यवसाय त त्यो त युवाकै आन्दोलन थियो नि, तर युवाहरूले नै फेरि आएर यहाँ धेरै नष्ट गरे। के फिल गर्नुभयो त्यतिखेर? त्यति बेला त आई थिङ्क आई वाज लिटरली डिप्रेस्ड जस्तो भन्नु पर्ला, किनभने हामीले यहाँ सुन्नुहुँदैछ नगरपालिकामा जति कन्ट्रिब्युसन गरेका छौँ, जति हामीले फिसी ट्याक्स वाइज हामी सबैभन्दा बेसी इम्प्लोइ राख्नेमा हामी झन् 1000 भन्दा बेसी इम्प्लोइ हामीसँग सुन्नुहुँदैछ नगरपालिकामा मात्रै। हजुर, 1000 भन्दा बेसी इम्प्लोइ हामी कहाँ हुनुहुन्छ। अनि हामीले गरेको यहाँ सोसल सामाजिक कुराहरूमा चाहिँ तपाईँले हेर्नुभयो भने ब्याडमिन्टन हल जुन भयो, वा चाहिँ सार्वजनिक शौचालय जुन बन्दैछ, वा चाहिँ वार्षिक रूपमा गर्ने कुराहरूमा चाहिँ हामी पिएलओबाट व्हिल चेयर डिस्ट्रिब्युसन गर्नेदेखि लिएर ब्लड डोनेसन कार्यक्रम गर्नेदेखि लिएर जति पनि यहाँको सामाजिक कुराहरूमा तपाईँ हेर्नु, सरसफाइ होस् त्यहाँ पिएलओको स्टाफहरू हामी सबैभन्दा अगाडि छौँ। तपाईँलाई चाहिँ अरू ब्लड डोनेसन होस् त्यहाँ हामी सबैभन्दा अगाडि छौँ। अरू कुरा जे भन्नुहुन्छ यहाँ एक्सपो लागोस् सबैभन्दा बेसी हामी जबलाई चाहिँ हामी तपाईँलाई सपोर्ट गर्छौँ त्यहाँ सबै कुरामा हामी। तर हामीले यो ठाउँमा हामीलाई यस्तो हुन्छ भन्ने कुरा चाहिँ हामी एक्सपेक्ट पनि गरेका थिएनौँ, कहिले पनि कल्पना पनि गरेका थिएनौँ, नेभर। तर आई डोन्ट नो हामी कसरी पऱ्यौँ भन्ने कुरामा पनि मैले त अहिलेसम्म फिल पनि गर्न सकेको छैन कि कसरी पऱ्यौँ भन्ने कुरामा चाहिँ आई डोन्ट नो। तर मेबी आई डोन्ट नो अब यो चाहिँ त्यति बेला चाहिँ मोमेन्ट चाहिँ वाज भेरी डिप्रेसिङ। लेट्स सी अब पोजिटिभ केही आउला कि यहीँबाट। हजुरको जो पिताश्री हुनुहुन्छ नेपालकै एक उद्यमी भोला दुलालज्यू, उहाँले यो क्षेत्रका लागि धेरै गर्नुभएको भन्ने हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ। तर तपाईँहरूमाथि अर्थात् तपाईँहरूले गरेको व्यवसायमा प्रहार भयो। अब यी घटनाहरू यस्ता फेरि नदोहोरिन, यो नगर्न के सरकारलाई अर्थात् के खालको नीति अर्थात् कुन खालको चेतनाको विकास हुनुपर्छ जस्तो लाग्छ नेपालमा? हामी कुन कस्तो समाजमा बसिरहेछौँ र कति चेतनाको स्तर छ भन्ने कुरा चाहिँ हामी जिन्जी आन्दोलनले धेरै कुरा फरक पार्यो। तपाईँ यहाँको भिडियोहरू तपाईँले हेर्नुभयो, त्यति बेला चाहिँ ग्यासको सिलिन्डर लगेको होइन, तपाईँलाई चाहिँ टुथब्रस समेत चाहिँ चोरी गरेर लगेको, रक्सी अरू त अलग कुरा भयो है। हामी कस्तो लाइफमा सोसाइटीमा छौँ भने चाहिँ अरू कोही झरो भने सुरुमा भिडियो खिचेर बनाउने अनि बल्ल उठाउने कि हजुर सुरुमा त्यस्तो समाजमा हामी बसिरहेको। सो यसलाई चाहिँ कम्प्लिटली चेन्ज गर्नुपर्छ इन अ सेन्स मैले चाहेर चेन्ज हुने चिज होइन यो होइन, यो त एउटा ओभरअल इकोनोमिक समाजै चेन्ज हुनुको लागि त धेरै समय पनि लाग्ला। तर कस्तो हो भने आज कोही मान्छे प्रगति गरिरहेछ भने, कोही मान्छे राम्रो गरेछ, ऊ जस्तो कसरी हुने भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ क्या। ऊ कसरी त्यस्तो भयो, यस्तो पनि यो पनि यस्तो भयो भनेर भन्नुको सट्टा ऊ कसरी त्यस्तो भयो भन्ने कुरामा ईर्ष्याको दृष्टिकोणले हेर्नु। हजुर, सपोज आई थिङ्क मेरो लागि इन्सपिरेसन भाटबडिनीको मिनबहादुर गुरुङ जो भयो, वा चाहिँ विनोद चौधरी भयो, वा चाहिँ तपाईँलाई चन्द्र ढकालहरू भयो, उहाँहरू भनेको इन्सपिरेसन हो। नेपालमा यस्तो हडल हुँदाखेरि यत्रो व्यवसाय गर्न सक्ने क्षमता भएको मान्छे सायदै यो शताब्दीमा 3-4 जना गनेर जन्मिन्छन् होला। जति मिनबहादुर गुरुङले प्रगति गर्नुपर्छ, जति चन्द्र ढकालले प्रगति गर्नुपर्छ, जति। तर उहाँहरू जस्तो हुने कसरी भन्ने कुरा नसोच्ने। ठुलो बिल्डिङ यत्रो भाटबडिनी 50वटा भाटबडिनी हुन लागिसक्यो, यसले त कमाएर भन्ने कुरा त्यो हो।
उहाँको बिहाइन्ड द सिन कसैले देख्यो भने भनेपछि नेपालमा रोड बनाउनु, भवन बनाउनु, अर्थात् यो पुल बनाउनु भन्दा पनि चेतनाको पहिला विकास गर्नु जरुरी छ। त्यो चाहिँ त्यसले गर्यो भने ओभरअल इकोनोमीलाई सबैलाई राम्रो हुन्छ। विकास चाहिँ चेतनाको हुनु पर्छ। चेतनाको विकास हुनु। तपाईँले राम्रो गर्नु भयो भने वा चाहिँ तपाईँले जति गरिरहनु भएको छ त्यसमा त पोजिटिभिटी हेर्नु पर्यो। हामी कस्तो गर्छौँ भने 365 दिन कोही मान्छे कोट लाएर वा चाहिँ 364 दिन कोट लाएर होइन, एक दिन गन्जी लाएर होइन, एक दिन गन्जी लाएको सम्झिन्छ सर। 364 दिन कोट लाएर हिँडेको सम्झिन्नौँ। हामीले नेगेटिभिटी बेसी हुन्छ होइन। कोही मान्छेलाई सकारात्मक सोचको विकास गर्नु सबैभन्दा ठुलो कुरा पोजिटिभ हो। कोही मान्छे पनि तपाईँले चाहे जस्तो वा मैले चाहे जस्तो हुँदैन। सपोज मैले तपाईँ चाहे जस्तो पनि हुनुहुन्न, तपाईँले चाहे जस्तो म पनि छैन नि हजुर। वा चाहिँ अर्थात् तपाईँले हेर्ने दृष्टि म प्रति तपाईँले अहिले हेर्दै रहनु होला यो भेस्टको कलर हरियो किन लगाएको रहेछ आज उहाँले भनेर सोध्नु, पछि अर्को साथले यो प्यान्ट कालो किन लगाएको रहेछ भनेर सोध्नु होला। पछि तपाईँले हेर्ने वा उहाँले हेर्ने दृष्टि म प्रति त फरक फरक छ भने सबैको त एउटै हुन्छ, समान हुन्छ भन्ने कुरा त त्यो सम्भवै भएन। तर सकारात्मक चाहिँ हुनु पर्यो। अबका युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? अब हामी कार्यक्रमको अन्तिममा छौँ। मलाई आई थिङ्क मैले युवालाई भन्ने कुरामा चाहिँ हामी कहाँ ल्याक गर्छौँ भन्ने कुरामा चाहिँ मलाई के लाग्छ भने हामी सिप विकासमा सबैभन्दा ल्याक गर्छौँ। हामी हामी सिप चाहिँ नसिक्ने, हामी चाहिँ आफूले मेहनत नगर्ने अनि अर्काको बारेमा कुरा काटेर बस्ने, अर्काले चाहिँ यस्तो गर भन्ने बस्ने, एउटा कुरा सबैभन्दा फर्स्ट भनेको चाहिँ आई थिङ्क म केमा चाहिँ मलाई रुचि लाग्छ त्यो कुरामा म पर्फेक्ट हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि बल्ल म चाहिँ एक्सेल गर्न सक्छु। नत्र भए चाहिँ सर्वसाधारण वा चाहिँ नर्मल मान्छे र म के फरक पछि उसले प्रगति गर्न सक्ने मैले किन प्रगति गर्न सक्ने भन्ने कुरा चाहिँ सिपले फरक पराउँछ है। सो लर्निङ गर्ने चाहिँ वा चाहिँ आफूले आफूभन्दा ठुलोबाट सिक्ने, आफूले बुकहरू पढ्ने वा चाहिँ आफूले नलेज चाहिँ रिसर्च गर्ने कुरामा चाहिँ हामी अगाडि हुनुपर्छ। वा चाहिँ सिप सिक्ने कुरामा अगाडि जे कुरा तपाईँ क्रिकेट खेल्नुहुन्छ भने डेली जानु पर्यो। एक दिन खेलेर 17 दिन चाहिँ गफ गरेर भएन होइन। मैले भन्न खोजेको चाहिँ तपाईँ बास्केटबल खेल्नुहुन्छ भने एभ्रिडे प्र्याक्टिस गर्नु पर्यो। साधना होस् त्यसमा निरन्तरता। राइट, मेरो भनाइ त्यो हो। तर कस्तो भने आफू पनि नगर्ने अर्काले गरेको पनि देख्न नसक्ने भन्नेतिर जानुभन्दा त्यो कहाँ हामीलाई चोट पर्छ भने मैले चाहिँ यसो हामी समाजमा यसो हेर्दाखेरि चाहिँ 10 क्लास पढ्नेदेखि ऊ क्यारम बोर्ड खेल्न थाल्छ हजुरलाई 12 अनि ब्याचलर्स पढेपछि अब लगभग बिएमा घरको बिएससीको कुरा आउन थाल्छ अनि यसो गोजी सानो पैसा त छैन। किनभने 10 क्लासदेखि ब्याचलर्स 4-5 वर्ष त मैले क्यारम बोर्ड खेलेर बिताएको छु वा चाहिँ भनौँ न फोकटे चिजमा बिताएको छु, समय बिताएको छु हजुरलाई। अनि अब ब्याचलर्स पढ्नु पर्यो, अब पैसा पनि छैन केही पनि छैन। अनि अब के गर्ने त विदेश जाने, विदेशमा गएर के गर्ने लोएस्ट टु लोएस्ट काम गर्ने, अलिकति भयो भने त पैसा आउँछ 20,000 भयो पनि त बच्छ भन्ने कुरा जीवनयापनका लागि। तर त्यस पछाडि सङ्घर्ष राइट। तर 5 वर्ष उसले सिप विकास गरे भए त आज 6औं वर्षमा त रिजल्ट दिन्छ सिपले। हेर्नु क्यारम बोर्ड खेलेर त केही पनि भएन भने वा चाहिँ चोके गफमा बसेर वा चाहिँ चोकमा बसेर गफ गरेर भने टाइम प्लान चाहिँ एकदम महत्त्वपूर्ण रहेछ। मैले चाहिँ जति सक्दो म एउटा तपाईँलाई के भन्छु भने अहिले म यदि कुनै चाहिँ वखत वा चाहिँ बिहे गरिहालेर छोराछोरी भयो भने चाहिँ आई थिङ्क +2 पछाडि चाहिँ म छोराछोरीले पढाउँदिनँ क्या यो कोर्स पढाउँदिनँ। तर कस्तो सिकाउँछु भने अघि मैले सिपमा फोकस गर्ने, एउटा पर्टिकुलर सब्जेक्ट चुज गर्ने, त्यसमा एक्सेल गर्ने। सपोज तिमी टेकमा जान चाहन्छौ, आइटीमा जान्छौ, आइटीमा एक्सेल गर, टेकमा एक्सेल गर। तर फोकटे नहोस्, वेस्ट नगर। स्किल चाहिँ जति चाँडो लर्न गर्यो त्यति चाँडो जित्यौ तिमीले जस्तो लाग्छ कि मलाई। किन हाम्रो बुवाहरू म तपाईँलाई भन्छु मैले 27 वर्षमा त 19 वर्षमा काम गरे वा चाहिँ 17 वर्षमा काम गरेर पसल खोल्या भएर न 20 वर्ष 27 वर्षमा फ्याक्ट्री खोल्न सक्नुभयो। जति ढिलो गरे भए त्यति नै ढिलो हुन्थ्यो। भने अबको शिक्षा भनेको चाहिँ स्किल सिप बेस्ड हुनुपर्छ। त्यो सिप बेस्ड हुनुपर्छ। एनी डे आई थिङ्क नेपालको करिकुलम चेन्ज गर्न इज भेरी इम्पोर्टेन्ट। किनभने मैले जे शिक्षा पाएछु आजभन्दा 15-20 वर्ष अगाडि पनि त्यही थियो, अब 15-20 वर्ष पछाडि पनि त्यही हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यसमा एक्सिल गर्नको लागि चाहिँ हामीले अब बुक नलेजले पार लाग्दैन। अब आई डोन्ट थिङ्क तपाईँ नर्मल मान्छे हुनु पर्यो, तपाईँको एआईसँग कम्पिटिसन गर्नुपर्छ हामीले त। किनभने एआईको कम्पिटिसन भनेको कस्तो भने सपोज मलाई अहिले अब लगभग 2-3 वर्ष पछाडि फोटोग्राफर पनि चाहिँदैन, भिडियोग्राफर पनि चाहिँदैन, हजुरलाई चाहिँ ग्राफिक डिजाइनर पनि चाहिँदैन, लेबर पनि चाहिँदैन होइन। अलिकति भयो भने इन्जिनियर्स हो, नत्र चाहिँदैन क्या। हस्पिटालिटीको पार्ट होइन, यो अरूको पार्ट। मैले तिमीलाई अहिले यो होटल जुन नेपाली टिका होटलमा कति कर्मचारीले यहाँ जुन एउटा आफ्नो 148 जना कर्मचारी छौँ हामी। 148 यो पनि ठुलो खपत हो देशको लागि। धेरै ठुलो हजुरलाई चाहिँ। तर आई वाज लिटरली अमेज्ड जब कि मैले यहाँ होटल खोलेर हामीले सुरु गर्दाखेरि चाहिँ
यतिको मेन पावर पाउला कि नपाउला भन्ने कुरा हामी जुन क्वेसन थियो। तर कस्तो भयो भने यो विराट चोकमै खोलेपछि बाहिर बसेको मान्छे पनि फर्केर आएर चाहिँ हाम्रै ठाउँमा होटल खोलाएको छ, घरमै बसेर बरु काम गर्छु नि, बरु कम तलब पछि कम्पेरिटिभली लो स्यालेरी भयो भने म घरमा त बस्न पाउँछु भनेर आउने मान्छेहरू चाहिँ धेरै हुनुहुन्छ। होइन, मान्छेले कमाउन, मलाई जस्तो लाग्छ मान्छेले कमाउन खोजिरहेको छैन, मात्रै सेटल हुन खोजिरहेको छ। मलाई त्यस्तो लाग्छ। तपाईँसँग यति बेर हामीहरू इस्ट कभर च्यानलको के हुँदैछ आज भन्ने शीर्षकमा होटलमा के हुँदैछ आज? होटलमा आज त के पनि छैन। हिजो चाहिँ हामी कहाँ इभेन्ट थियो, डाइबिनी एयर कन्डिसनको इभेन्ट थियो। आज छैन। अब हामी न्यू इयर्सको प्लानिङ तयारीतिर लागिरहेछौँ। 31 गते न्यू इयर इभको तयारीतिर लागिरहेछौँ। त्यसको टिकट सेलिङहरू यताउति ब्रान्डिङ प्रमोसन्सहरू गर्ने तयारी आजदेखि सुरुवात, नयाँ वर्ष लाग्न लाग्यो। वर्षको सुरुवात गर्दैछौँ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, हामी अब इस्ट खबर च्यानलको यो अन्तिम उसमा छौँ। कार्यक्रम के हुँदैछ आजमा हामीसँग अहिले हुनुहुन्थ्यो युवा उद्यमी पूर्व जेसिस अध्यक्ष, इन्द्रपुर जेसिसका पूर्व जेसिस अध्यक्ष आकाश दुलालजी हुनुहुन्थ्यो। हामीले होटलको विषयमा धेरै कुराहरू बुझ्यौँ। एउटा युवाले गर्न सक्ने र युवाबाट हुन सक्ने एउटा आकाश दुलाल तपाईँहरूको लागि पनि इन्स्पायर हुन सक्नुहुन्छ। एउटा तपाईँहरूको लागि पनि एउटा प्रतिनिधि पात्र हुनुहुन्छ, सक्नुहुनेछ। यही खोजी हाम्रो थियो। धन्यवाद। फेरि हामी अर्को एपिसोडमा अर्कै विषय लिएर आउनेछौँ। नमस्कार।